मेजु बेबीजालाई आफ्नो रचना वाचन गरिदिनु हुन विनम्र अनुरोध गर्दछु। आदरणीय रोहित दाई, प्रेम दाई, सुनिल दाई सबैमा मेरो हार्दिक अभिवादन र यहाँ उपस्थित सबै गण्यमान व्यक्तिहरूमा दाई भाइ दिदी बहिनीहरूमा मेरो हार्दिक यथोचित अभिवादन। कविता छैन, म आफ्नो सानो मनको कुरा भनिरहेछु। भाषा भनेको मेरो हिसाबमा भनेको मनको आफ्नो कुरा अभिव्यक्त गर्ने माध्यम हो। सबै भाषा प्रिय हुन्छ, आफ्नो आफ्नो भाषा हुन्छ, अनि आफ्नो मनको कुरा अभिव्यक्त गर्नलाई एउटा माध्यमलाई नै म भाषा बुझ्छु। त्यो इङ्ग्लिस होस्, नेपाली होस्, नेपाली होस्, अनि आफ्नो देशमा पनि विभिन्न अभिव्यक्त गर्ने माध्यमहरू हुन्छ जसलाई हामी भाषा भन्छौँ। मेरो अभिव्यक्त गर्ने माध्यम मेरो मातृभाषा भने मैथिली हो, राष्ट्रिय भाषा नेपाली हो। नेपाली पनि मलाई मनपर्छ। आफ्नो देशको हरेक भाषा मलाई अति नै प्रिय छ। म एउटा सान्दर्भिक विषयमा सानो कुरा भनिरहेको छु। त कविता त नभनौँ, तर कविता जस्तै भनौँ। भन्छ जन्नी जन्मभूमि स्वर्गादपि गरियसी। बच्चैदेखि हामीले सुनेका थियौँ कि जन्नी र जन्मभूमि स्वर्गभन्दा महान छ, तर सुनेका थियौँ, आत्मसात गरेका थिएन। आत्मसात त्यो बेला गरियो जब पहिलोचोटि एउटा केटी मान्छे, छोरी मान्छेले बिहा गरेर आफ्नो आमाको घर छोड्छ, अनि त्यो समयको जुन अनुभूति हुन्छ त्यो प्राण निस्के जस्तो लाग्छ कि ओ आमाले छोड्नुपर्छ आज। अनि त्यस्तो अनुभव सायद एउटा आमा केटीले नै अनुभव गर्न सक्छ फर्स्ट टाइम। अनि त्यो दिन थाहा हुन्छ कि जननी भने के हो। आज मैले आमा छोरी फेरि फर्केर आउँछौँ, भेट्छौँ, तर त्यो क्षणको जुन अनुभूति हुन्छ बेहोस भए जस्तो लाग्छ एउटा छोरीलाई। आज मेरो आमा बुवाको घर छुट्यो। अनि एउटा त्यो अनुभव। अर्को अनुभव मैले जुन अनुभव गरेको, जब आफ्नो देश छोड्नुपर्छ, आफ्नो देश छोडेर अर्काको घरमा अर्काको देशमा जानुपर्छ, अनि त्यहाँको नागरिकता लिनुपर्छ आफ्नो देशको छोडेर। त्यो दिन त्यो ओठको टाइममा पनि त्यही अनुभूति हुन्छ। ओह बेहोस हो र मरौँ कि आज के मैले आफ्नो देश छोड्नु पर्यो। तर त्यो देश छोड्न बाध्यता किन र आफ्नै घरमा सबै थोक पायो भने अर्काको देशमा मान्छे किन जान्छ? रहरले कोही जाँदैन, कसैको रहर हुँदैन आफ्नो आमाको काख छोड्न। आफ्नो आमाको काख जस्तो न्यानो हुन्छ त्यो संसारमा कुनै काखु त्यस्तो हुँदैन। त्यसैले आफ्नो देश छोड्दा, आफ्नो आमा छोड्दा त्यसको जुन व्यथा छ त्यो कुनै पनि रोगभन्दा असाध्य छ त्यो। त्यसैमाथि मैले अस्ति भएको हाम्रो आन्दोलन जुन थियो, त्यो बच्चाहरूको आन्दोलन थियो कि कसको थियो, त्यस पछाडि को छिडियो आई डोन्ट नो, मलाई थाहा छैन। तर पक्कै नै कुनै षड्यन्त्रकारीहरू छ जुन हाम्रो आफ्नै देशलाई नाश गर्न छ। आफ्नै देश राम्रो भयो भने किन इङ्ल्यान्ड अमेरिका सफा छ, इङ्ल्यान्ड सफा छ, यस्तो छ, हाम्रै देश सफा हुनु पर्यो, हाम्रै देशमा जो रोजगार हुनु पर्यो। अनि किन हाम्रो बच्चाहरू हामी किन अर्काको देशमा जान्छौँ? अर्काको देश अर्काकै हुन्छ, आफ्नो कहिल्यै हुँदैन। त्यसमाथि मैले सानो एउटा कविता लेखेको छु। जन्नी जन्मभूमि स्वर्गादपि गरियसी। वाइफ म मैथिलीमा भन्छु अनि ट्रान्सलेट गरिदिन्छु नेपालीमा, गल्ती भयो भने क्षमा प्रार्थी छु। वाइफ जन्मभूमि आए कलपि रहल अछि, त्यही जन्मभूमि आज कल्पिरहेछ। अपने संतान के रक्त से लथपथ अपन आँचर अपने में साइट विलाप कहि रहल छै। आफ्नै सन्तानको रगतले लथपथीको आँचरले आफ्नै छातीमा टाँसेर त्यो देश विलाप गरिरहेछ। स्वार्थ सत्ता के लोभ में लिप्त किस देश द्रोही सब मायके आँचर तार तार कहि रहल छै। स्वार्थ सत्ताको लोभमा केही व्यक्तिहरू को हो, तर कोही त छ
लिप्त भएर आफ्नै देशको आफ्नै आमाको आँचलले तार तार गरिरहेछ। जखन अपने संतान अपन घर छोड़ परदेश बसे, पड़ोसी के गिद्ध दृष्ट परबे करते, माए के हाथ तानबे करते। आफ्नै संतान आफ्नो आमाले छोडेर परदेश बस्न थाल्यो भने पड़ोसीहरूको दृष्टि उसको घरमा पर्छ नै पर्छ, उसको आमाको हात तान्न खोज्छ नै खोज्छ, किनकि आमा कमजोर भई। उठू, जागू, सचेत हो, अपन देश के हित करू, रक्षा करू। हे बाबुहरू, कि त जेनजी हो, अब अल्फाहरू पनि उठ, जाग, सचेत हो, आफ्नो देशको रक्षा कर, आफ्नो आमाको रक्षा कर। बहुत दर्द होइ छै ओही खन जखन अपन देश अपन घर कुन कारण छोड़े पड़े छै। धेरै तकलीफ हुन्छ, धेरै पीडा हुन्छ, जुन कुनै पनि कारणले जब आफ्नो देश, आफ्नो आमा, आफ्नो परिवेशले मान्छेले छोड्नु पर्छ। यदि अपने घर में भेटते रोजगार तो क्यों किया जेते परदेश। यदि आफ्नै घरमा रोजगार पायो भने, किनभने खाना बाँच्नलाई रोजगार चाहिन्छ, घाँस बाँच्न लुगा चाहिन्छ, त्यो आफ्नै घरमा पायो भने, आफ्नै देशमा भने कुनै पनि युवा, कुनै पनि बच्चा किन परदेश जान्छ। अपन घर के समृद्ध बनाओ, नाश दिन करो अपन साम्राज्य। आफ्नै घरलाई तिमीहरू समृद्ध बनाओ, हामी आफ्नो आफ्नै साम्राज्यको विनाश नगरौँ हामी। जयचंद के ताक के पकड़ू, अंत करू रावण के। को जयचंद हो जसले हाम्रो घरमा यस्तो पर्यो, त्यो जयचंदले समात्नु खोज्नु पर्यो, समात्नु पर्यो, अनि रावणको दहन गर्नै पर्यो। जय देश जय नरेश। मेरो भनाइ यही छ, जेनजीहरू जागोस् कि अब अल्फाहरू पनि जागोस्, आफ्नो देशको रक्षा होस्, हाम्रो त्यही चाहना छ। थ्याङ्क यू, धन्यवाद। धेरै धेरै धन्यवाद छ बेबी झालाई। एको सुबह वेकयता वेकन थ बुगु था टोटे म या दुखया खा दिला अच्छी